सबैलाई नमस्ते। यो अहिले करिब बिहानको 9 बजे म हाम्रो मकै बारीको बिचमा उभिएको छु र यो मकै खेतीको अवलोकन गरिरहेको छु। यो मकै खेती यस्तो खालको छ। मकै रोपेको आज 60 दिन भयो। यो करिब 100 दिनमा पाक्ने मकै हो। यो खेतको बिचमा उभिँदा असाध्यै आनन्द लाग्छ। तनाव कम हुन्छ। यसले एक खालको आनन्दको अनुभूति दिइरहेको छ। यसरी खेती गरेका छौँ हामीले। यो क्यारीमा हामीले रोपेका छौँ यो मकै। यो मकै रोप्दाखेरिको दृश्य पनि यहाँलाई मैले प्रस्तुत गरिसकेको छु। यो मकैदेखि मकैको दूरी चाहिँ आधा फिटमा हामीले रोप्ने कोसिस गरेका छौँ। ठ्याक्कै त्यो आधा फिटमा इन्चले त नापेनौँ, तर हाम्रो अनुमानित नपाई हो। र एक क्यारीदेखि अर्को क्यारीको दूरी करिब 2 फिट हामीले छोडेका छौँ। यसरी हामीले छोडेका छौँ। अहिले अब यहाँ सिँचाइ गर्ने पनि भइसक्यो, सुक्खा भइसकेको छ। अब हामी अहिले नै हामीले सिँचाइ सुरु गर्दैछौँ। र हेर्दाखेरि यो 60 दिनको यो जुन मकैको यो वृद्धिको अवस्था हो, यो असाध्यै ठिक छ, असाध्यै राम्रो छ भन्ने लागेको छ। यो खालको खेती करिब हामीले 5 कट्ठा क्षेत्रफलमा हामीले यो मकै खेती गरेका छौँ। यो तोरी खेती पछिको यो खेती हो। हामी यहाँ 3 सिजनको खेती गर्छौँ। यो खालको हाम्रो बारी छ। हाम्रो उद्देश्य के हो भने यो चाहिँ खेत बाँझो नरहोस् भन्ने। खेत बाँझो नराखौँ, कृषि उत्पादन बढाउँ र खाद्यान्नमा आत्मनिर्भर बनौँ भन्ने उद्देश्य हो। अब अहिलेको सरकारले खेत बाँझो नराखौँ भन्ने एउटा प्रतिबद्धता पनि जाहेर गरेको छ। यो सरकारलाई पनि एउटा सहयोग हो। तर काम गर्नुपर्ने चाहिँ हामी किसानले हो, नागरिकले हो। असल नागरिक भएको नाताले खेत बाँझो नराखिकन यसरी खेती गर्नुपर्छ भन्ने चाहिँ हाम्रो एउटा सन्देश पनि हो। त्यसैले समय मिलाएर साँझ बिहानको समयमा हामीले यसरी मकै खेती गरेका छौँ। मकै खेती हेर्दाखेरि एक हिसाबले राम्रो हुन्छ भन्ने छ। तर अब उत्पादन कति हुन्छ थाहा छैन। यो हामीले अलिक पछि पनि हामी यहाँहरूलाई यो हाम्रो खेतीको अवस्था देखाउँछौँ। हामीले सिँचाइ सुरु गरिसक्यौँ। अलिकति सुक्खा थियो, मैले उताबाट देखाएको थिएँ पूर्वी साइडबाट।